हेलो एभ्रिवान, नमस्कार। नेपालमा पहिलो पटक सौर्य ऊर्जा उत्पादक कम्पनी प्योर एनर्जीले जनरल पब्लिकमा आइपिओ जारी गर्न अफर लेटर पब्लिस गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी 80 करोडको 20% मध्ये रु 100 अङ्कित कुल 4,04,800 किता स्थानीय वैदेशिक रोजगारमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीलाई बाँडफाँड गरे पश्चात बाँकी रहेको 11,95,200 किता सर्वसाधारणका लागि खुला गरेको हो। कम्पनीले आइपिओ जारी गर्न केयर रेटिङ नेपाल लिमिटेडबाट क्रेडिट रेटिङ गराएको छ, जहाँ कम्पनीले केयर एनपी BB+ सर्टिफिकेट प्राप्त गरेको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। लुम्बिनी प्रदेश बाँके जिल्लाको खजुरा गाउँमा सौर्य विद्युत उत्पादन गरिरहेको यस कम्पनीले 2080 सालदेखि दुईवटा ब्लकबाट 10-10 गरी 20 मेगावाट सञ्चालन गर्दै आइरहेको छ। गोल्यान्ड ग्रुपको 80% स्वामित्व रहेको यस कम्पनीको पर मेगावाट कस्ट भने 12 करोड 13 लाख पर्न आउँछ। यस कम्पनीका सबैभन्दा बढी स्वामित्व 64.05% अक्षय गोल्यान्डसँग रहेको छ, जो यस कम्पनीका चेयरम्यान पनि हुन्। अब कुरा गरौँ कम्पनीको फाइनान्सियल हेल्थको बारेमा। कम्पनीको आर्थिक वर्ष 81-82 को पौष मसान्तसम्मको रिपोर्ट अनुसार प्रति शेयर नेटवर्थ 96.82, प्रति शेयर आम्दानी 38 पैसा र सञ्चित नोक्सान 2 करोड 3,46,000 रहेको छ। त्यस्तै आर्थिक वर्ष 83-84 सम्म नेटवर्थ 120 रुपैयाँ 49 पैसा, इपिएस 9 रुपैयाँ 86 पैसा र सञ्चित नाफा 16 करोड 39 लाख बढी पुर्याउने लक्ष्य राखिएको छ। कम्पनीले आर्थिक वर्ष 81-82 को पौष मसान्तसम्म सञ्चालन आम्दानी 12 करोड बढी गरेकोमा खुद नाफा भने 24,08,250 गरेको थियो। इस्यु म्यानेजर नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको यस कम्पनीको आइपिओमा यही चैत्र 28 गतेदेखि छिटोमा 82 साल वैशाख 2 गतेसम्म र पर्याप्त आवेदन नपरेमा वैशाख 11 गते साँझ 5 बजेसम्म आवेदन दिन सकिनेछ। अङ्कित मूल्य रु 100 मा आवेदन दिन सकिने यस कम्पनीमा मिनिमम 10 किता र म्याक्सिमम 1 लाख कितासम्म आवेदन दिन सकिनेछ। समयका लागि धन्यवाद। प्रतिक्रिया दिन भने नबिर्सनुहोला। नमस्कार।